पानी खाएर निस्किँदैछ साथी चाहिँ हन्ट मोजिसनमा छ हन्टिङ मोडमा Hey, what's up everybody? Welcome back to my another video. It's me Karan र तपाईहरु हेर्दै हुनुहुन्छ घैटे भ्लग हैन सबैजनालाई वेलकम छ अनि सो आज चाहिँ सेकेन्ड भिडियो हैन हामीहरु चाहिँ हाम्रो प्लान चाहिँ कहाँ जाने भएको छ भने चाहिँ चितलाङ जाने भएको छ हैन अनि चितलाङ के कामले कसो कामले भन्दा चाहिँ अहिले पछि सुनामला हैन सो हाम्रो जाने प्लान चाहिँ चितलाङ भएको थियो बट वेदर चाहिँ अलि वेदर कन्डिसन चाहिँ अलिकति राम्रो छैन त्यही भएर हामीहरु एकछिन अड्केर बसिरहेको हो अनि त्यति के हुन्छ पानी रोकिएपछि जाने हो हामीहरु चाहिँ बाटोमा भेट्छु टिल देन सबैजनालाई बाइ बाइ भ्लग हेर्दै गर्नु होला आइसकेका छौं हैन हामी चाहिँ अहिले चितलाङको बाटोमा छौं हामीहरु चाहिँ अहिले खाजा खाना यसो ब्रेक टाइममा रोकेको र हामीसँग चाहिँ भेनम राजु बुद्ध दाइ अनि केडाहरु छ त्यहाँ अनि हामीहरु चाहिँ आज चितलाङ साच्चै राजु भाइको ब्लग सुट गर्न ब्लग के रे भिडियो बिहाइन्ड द सिन भिडियो सुट गर्न जाँदै हो अब हामी खाजा खान्छौं अहिले खाजा खाएको सिन पनि देखाउँछौं हैन थुक ननिलिनु होला तर कहाँ गयो माइक तर भाइब चाहिँ बेस्ट छ हैन अनि वेदर पनि दाम मिलेको छ फिर पानी हैन त्यस्तो नभिज्ने पानी अनि यतिखेर चाहिँ चट्ट हैन बुढाबुढी चट्ट बसेर तातो कफी खाँदै सुट्टाको सिगरेटको मार्दै हैन आम्बो भने न आइदिएर ल गाइस त्यही हो अहिले भेटौँ मोटे भाइले खाएको थुक चाहिँ नलिनु रे फेरि थुक चाहिँ नलिनु होला है गाइस ल दुब्लाउला फेरि भइटेको माथि टेन्सन होला फेरि त्यही भने ल सी यु गाइस सबैजनालाई स्वागत छ हैन म चाहिँ घैटे सबैजनाले चिन्नु भयो होला यता हाम्रो भेनम अनि उता हाम्रो बुद्ध दाइ हैन राजु भैया अनि उता हाम्रो राजु भैया उसकै सुटमा आएको खास गरी हामीलाई हाम्रो भेनमलाई चाहिँ यो सुटको बारेमा केही भन्नु छ मतलब अब आउँदैछ अपकमिङ सुट आउँदैछ सुट हुँदैछ स्टार्ट हुँदैछ अब स्टार्ट भएपछि थाहा हुन्छ बुद्ध दाइलाई केही भन्नु पर्यो मलाई त माया छ सबलाई हैन दामी हुँदैछ अब हाम्रो यहाँ मेन भनेको भेनमले लिड गरेपछि काम सक्यो भेनमले लिड गरेपछि काम सक्यो माया छ सबलाई ओला प्लेबी सागा दिन्छु अनि हाम्रो मोडल पछाडिको मोडल हजुरलाई केही भन्नु छ अलि यति बेला आएर बोले कस्तो घैडे कुमारले माया दिनु परेन अनि तल माया दिनु पर्यो मोटो ब्लगर हाम्रो दाइ मोटो ब्लगर आइपुगिसकेको छ हैन अनि त्यहाँबाट घैडे कुमारसँग हामी चाहिँ यसो अब साथी भाइहरु पुगिरहेको हो हामी सँगसँगै पछाडि आएको थियो बाटो वाइल खत्तम भएर उनीहरु पछाडि नै अड्के आयो कि खै के हो ट्रकले पनि बाटो रोकिदिएको थियो के अनि त्यही भएर हो त्यो चाहिँ चितलाङ आइपुग्ला आइपुगेको छैन हेलो गाइस यहाँ चितलाङमा यहाँ भेनमस पनि छ सबजना ग्याङ केटाहरू माथि पनि छ यहाँ तल माथि
तर यहाँ चाहिँ मुसा मोरे गनायो मलाई उल्टी गनाएर ल समात अति नै गनाएर त कहाँ गनाएर त गनाउनु चाहिँ ल हामी चितलाङ आइसक्यो यही खबर दिनु ल अहिले भेटौँ होला बेबी ल है हामी चाहिँ ढुङ्गे धाराको पानी खाएर निस्किँदैछौँ हामी चाहिँ चितलाङको बाटो अफरोड एकदमै डेन्जर अफरोडमा हाम्रो यात्रा बाटोमा हेर हाम्रो गन्तव्य सुरु गरिरहेको छौँ होइन सो बाटो चाहिँ एकदम राम्रो छ अहिलेसम्म भिडियो मन परिरहेको छ भने लाइक सेयर सब्सक्राइब हानिदिनु होला सब्सक्राइबको झट्टारो हान्दिनु त उसको बिदारमा पाल गर्ने गरी सब्सक्राइबको झट्टारो हान्नै पर्यो ल हामी ल्यान्ड भइसक्यो धेरै लामो एडभेन्चर पछि है अब यो फ्रेम मिलाउ ल हामी अब सबजना यहाँबाट आइसकेका छौँ फर्स्ट होइन ए हो ल ए माइक चेक है अघिदेखि मै कन्फ्युज भयो ल आफै बोल सो के भन्नु राज भाइको सुटिङ अझै स्टिल भइ नै रहेको छ होइन अनि हामीलाई चाहिँ यसो अलिक एक्सप्लोर गर्न मन लाग्यो नि त साथी अलि एक्सप्लोर भन्नाले त्यहाँ बसेर दिक्क लाग्यो हो खासमा त्यही हो अब भन्न अप्ठ्यारो लाएर मात्रै एक्सप्लोर गरेर हिँड्या भनेर हिँड्या हो एक्सप्लोर पनि हो त्यहाँ दिक्क लाग्यो अनि एक्सप्लोर गर्न हिँड्यो हामी सो मैले अघि न योभन्दा अगाडिको क्लिपमा मैले हानेको क्यामेराबाट के अरे सुट गरेको त अरे कहना क्या चाहते हो के भन्छ त्यसलाई ढुङ्गे धारा ढुङ्गे धारा फेरि हामी यसो त्यहाँनिर यसो मुखसुक धुन होइन पानी सानी खान हिँडेको तर अघि बुद्ध दाइले भने जस्तो के गनाइरहेछ वाइल्ड गनाइरहेछ के छ होला के मजा एक जम्मा त उठासम्म हो ठाउँ चाहिँ एकदम बवाल हो होइन सो त्यही हो यदि चितलाङ आउन मन छ भने यसो आउनु रमाइलो छ ठाउँ अलि बाटो चाहिँ खतम छ होइन बाटो चाहिँ वाइल्डै खतम छ वाइल्डै पनि नभनौँ होइन त्यो पानी परे बेलामा चाहिँ त्यो बाटो वाइल्डै खतम हुन्छ साथी फेरि हामी आउने बेला चाहिँ पानी परेन हुस्सु मात्र लाग्यो होइन पानी परे बेलामा चाहिँ त्यो वाइल्डै खतम हुन्छ सो त्यही हो कुरा होइन अब आउनु इन्जोय गर्नु क्यामेरा हुने बेला हाम्रो मेरो हानिदिनुपर्छ कि जस्तो ल के हो गीत कुन छ स्टक खोजेर सो लास्ट टाइमको भिडियो पनि त्यही हो अलिक भोक लागेको जस्तो पनि भएर होला स्या परिरहेको धेरै पछि यस्तो ठाउँमा हिँडिरह होइन यस घैटे भ्लग इज घाइते नाउ यस घैटे भ्लग चाहिँ घाइते भइसक्यो भोक लागेर उही ठाउँ त फेरि चुम्बन छ त फेरि हजुर उता उता बस्ती रहेछ ए अघि हामी गएको ठाउँ रहेछ त्यहीँबाट यस्तो आएको हामी रोडमा हामी यहाँ आयो बस्यो मुख अब एक मुख धुन्छु होइन एक मुख धोएर घैटे भ्लग घैटे फ्रेस हुन्छ सो भेनम ठिक छ हामी एक मुख धुम धन्य लड्या पानीले नेचरको पानीले मुख धुन फेरि वाइल्ड रमाइलो हुन्छ है केटाकेटीको थाहा छ कि थाहा छैन केटाकेटी मात्र होइन दाइ दिदी अङ्कल आन्टी सबजना होइन ठिक छ मुखसुख धुम फ्रेस हुँ अलिक तर काठमाडौँबाट नजिक राम्रो ठाउँ जान मन छ भने चाहिँ यो ठाउँ आउँदा बेस्ट हुन्छ मेरो साथीले बल्ल मारे हाम्रो साथी चाहिँ हत्यारा भइसकेको छ आँखामा किचकिच गराएर बुझ्नु ए यहाँ त ऊ पानी लाग्दो रहेछ नि त साथी होइन सो ट्याङ्करहरूमा नि पानी सानी यसो राम्रो रहेछ यतिको पानी खान पाउनु मुख यतिको पानीले नुहाउन पाउनु भने त धेरै गुड हो नि होइन साथी जारको पानीले खानु जारकै पानी मुख त्यही भने कहिलेकाहीँ घरको रुमको त्यो घरको राति पानी सक्यो भने जारकै अहिले तिमी र म चाहिँ चड्डी लाएर एक हान्न आउनुपर्छ कि नुहाउन सोच चाहिँ छ होइन बेलुका चाहिँ चिसो हुन्छ कि हुँदैन भन्ने कुरा बेलुका चिसो भयो भने त फेरि वाइल्ड गएर भने मैले अब यसको रिमोट मैले कहाँ राखेँ अब फेरि दिमाग बिर्सिने बानी भएपछि गाह्रो छ यार रिमोट ल्याम्बोर्गिनीको चाबी उसको खै कहाँ छ गाडी मेरो ल्याम्बोर्गिनी चाहिँ यहाँ छ है भर्खर ब्रान्ड न्यू किनेको
यी नम्बर प्लेट नै चेन्ज भएको छैन। यहाँमा कतिवटा समय दिनु र मेरो साथी चारवटै भेटा जस्तो लाग्यो हेर्दै मैले एउटा चाहिँ साथी- भाग्यो कि यो भाग्छ क्या एउटा कहाँ गयो अरू यहाँ एउटा चाहिँ यहाँ छ हाम्रो साथी हन्टर हो खतरा होइन झिँगा समाइदिने हो नि त फेरि झिँगा मारे के भन्नु राज भाइको सुटिङमा झिँगा मारेरै बस्ने साथी हामी एउटा झिँगा एउटा भुसुना अँ, किल काउन्ट हुँदैछ यहाँ किल काउन्ट ठिक छ मान्छेको बडी काउन्ट हुन्छ हाम्रो किल काउन्ट हुन्छ यस यस द्याट्स करेक्ट म्यान द्याट्स करेक्ट उयो समाइदिने हो कि आज जति खोइ कहाँ ऊ त लेडी के भन्छन् लेडी किलर के हो लेडी बग मर्छ कि आज त साथीले फेरि मारे होइन मैले थुक मात्र हो। साथी हो हत्यारा हो राज भाइको सुटिङ अनि यो चाहिँ त्यहाँ सुट भइरहेको छ हाम्रो मोडल होइन ठिक छ यत्तिकै रमाइलो तर लोकेसन गुड छ काठमाडौँबाट यदि आउन मन छ भने चाहिँ हजुरहरूलाई होइन स्टे पनि छ यता केटा आए हुन्छ स्टे पनि छ उतातिर स्टे पनि छ अहिले स्टे मात्रै खाउँछु हामी बस्ने स्टे होइन ल्याम ल्याम भोग लाग्यो ओभर हङ्ग्री हामीलाई चाहिँ एम सान्नुपर्छ एक पाउले पुग्छ पुगिहाल्छ नि पुग्दैन होला एकजनाको भागमा भनेको कि दाजु तिमी कति खान्छौ मासु म त दाइ अब जति भागमा पर्छ जति दादा तिमी झोल मात्र म त खाइहाल्छु नि म त काँचो मासु किन्ने मान्छे ऊ अघिबाट मारै छ उसले झिँगा नि मारिसक्यो आँखामै आयो क्या उसले सबै मारे छ ल अहिले होटेलमा भेट्छु भोक लागिरहेछ अहिले चाहिँ ल बाई बाई सो यो गाइज हामी चाहिँ अहिले हाम्रो लजमा आइसकेको छौँ होइन वाइल्ड थाकिसकेको छु म एकदम होइन अब यसो हङ्ग्री भोक लागिरहेको छ त्यस्तै यो चाहिँ भन्यो 10 मिनेट त्यहाँ खानालाई नि खानालाई नि 10 मिनट भन्यो अनि कुर्दा भोक लागिसक्यो तर हाम्रो त्योभन्दा त उयो राम्रो छ क्या है होइन किन हाम्रो बस्ने त्यो होइन नि त बस्ने त तलको हो नि त ए हो हाम्रो चाहिँ एउटा घर चाहिँ यो होटेलको हो हाम्रो चाहिँ तलपट्टि छ क्या यतातिर पर्यो अहिले एक्सप्लोर हान्नुलाई नि एक्सप्लोर हान्नुपर्छ होइन तर साथी हेर न यस्तो ठाउँतिर उत्यस्तो बिल्डिङ होटेल छ त्यसो भएको रहेछ है छ त्यही भएर अघि मैले भनेन दामी बनाइरहेको छु त होटेल त्यही भएर नाइस बनाइरहेको रहेछ यार यो चाहिँ चितलाङ होइन हामी चाहिँ अहिले चितलाङमा छौँ हजुर ए मार्खु सरी चितलाङ भन्न आएछ तर चितलाङ जस्तै मात्रै परेन होइन साथी प्लाङ मार्खु यो अब जे भयो नि अब भ्यू चाहिँ एकदम बेस्ट द बेस्ट छ भ्यू चाहिँ होइन भ्यू चाहिँ अब एज यु गाइज क्यान सी होइन अलिक क्यामेरामा त्यस्तो नदेखिए पनि रियलमा चाहिँ ओभर बेस्ट छ होइन ठिक छ त्यो चाहिँ ठिक छ होइन भ्यू स्यू भनेर ए हुन्छ जुन ठाउँमा नि हुन्छ होइन तर भ्यू भए अनुसारले यसरी होइन फोहोर सोहोर चाहिँ हान्न नहुने हो यसरी जताततै फोहोर होइन यस्तो विधि चाहिँ नगर्नु पर्ने हो ठिक छ आयो रमाइलो गऱ्यो होइन यस्तो दामी ठाउँ छ होइन दामी ठाउँमा यस्तो चाहिँ नगर्नु पर्ने हो ठिकै छ सफा गरे त हुने हो बेसी सुट भयो क्या अरे होइन अनि अब हामीहरू खाना खान्छौँ अनि सुत्छौँ भोलि बिहान उठेर फेरि पनि सुट गर्न जानु छ सो आजलाई यति नै थ्याङ्क यू फर वाचिङ भिडियो होप यु गाइज लाइक द भिडियो होइन यदि मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब हान्दै हाल्नु पऱ्यो है केटाकेटी हो सबैजना ल बाई बाई ओके बाई